जे छ त्यो छर्लङ्गै आजको कुरा.com। नमस्कार। आजको कुरोमा यहाँलाई स्वागत छ। धन्यवाद। समाजवादी ट्रेड युनियन महासंघ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ। यसमा लागेको हजुर 15 वर्षदेखिको लामो अनुभव, सङ्घर्ष र योगदान छ हजुरको। जस्तो अब सरस्वती हेर्दाखेरि यहाँको जिन्दगीको उतार चढावमा धेरै अवसरहरू आयो होला। मान्छेहरू सबै सुकिलो मकिलो अनि चिल्लो चाप्लोको पछि लाग्छ, तर सबैले हेप्ने, हेला गर्ने, पसिना गनाउने मजदुरहरूको पछि किन लाग्नु भयो? पत्रकार बन्धु, सर्वप्रथम त म मेरो राजनीतिक पृष्ठभूमि 2043 सालदेखि म राजनीतिमा हुने र म त्यतिखेर गाउँ पञ्चायतको प्रधान पञ्चायत भएँ। हजुर। त्यहाँबाट राप्रपा पार्टी जन्मिएपछि म पार्टीको केन्द्रीय सदस्य भएँ र निरन्तर पार्टीमा काम गर्दै जाँदाखेरि पोखराको महाधिवेशनमा म निर्वाचित केन्द्रीय सदस्य भएँ र पार्टीमा सहायक महामन्त्री, सहमहामन्त्री हुँदै 74 सालसम्म 2074 सालसम्म राप्रपाको ब्यानरभित्र रहेँ। हजुर। र मैले के गरेँ त भन्दाखेरि यो महासंघ दर्ता गर्दाखेरि अब समाजवादमा मुलुक जानुपर्छ, समाजवाद नभइकन देशले विकास पाउँदैन भन्ने विचार राखेर मैले समाजवादी ट्रेड युनियन महासंघ नेपालको स्थापना गरेँ। यो नाउँको कारणले गर्दा मैले राप्रपा पनि छोड्नु पर्यो। समाजवादको कारणले, किनभने राष्ट्रवाद भन्दै हिँडेको पार्टी विचार र समाजवादमा जाने भन्ने बित्तिकै मैले सहमहामन्त्रीबाट मैले श्रमिकको मुद्दा र श्रमजीवी वर्गलाई नै नउठाइकन र समाजवादमा नपुगिकन यो देशले निकास पाउँदैन भनेर मैले जुन सोचेँ, त्यस कारणले मैले पार्टी छोडेँ। तर मैले यो नाउँ र श्रमिकको हकित र संरक्षणका लागि मैले पार्टी छोडेर पनि मैले यो श्रमिकको यो समाजवादी ट्रेड युनियन महासंघ नेपालको अगाडि बढाएँ। यहाँले भन्नुभयो श्रमिक भनेकै धुलो धुवाँ यो सबै नै खेप्न सक्ने, यही दुःख गरेर श्रम गरेर नै देशलाई अगाडि बढाउनु पर्छ र हुने। तर हाम्रो मुलुकमा के भयो त भन्दाखेरि भएका कल कारखाना पनि बन्द गराउने, हाम्रा कृषि प्रधान देश भन्ने कृषिको उत्पादन हामीले घटाउने र विदेशबाट आयात गर्ने यस्तो व्यवहार भएर देशले अत्यन्त ठुलो सङ्कट हुनुपर्छ। अब यो श्रमजीवीलाई नै हामीले अगाडि बढाउनुपर्छ। समाजवादमा लानका लागि श्रमजीवीलाई नै हामीले अगाडि बढाएर श्रमिकहरूलाई नै अगाडि बढाउन सक्यौँ भने देशले एउटा निकास पाउँछ भनेर नै मैले यस ट्रेड युनियन महासंघको नाम समाजवादी ट्रेड युनियन महासंघ नेपाल राखेँ। आज 15औं वर्ष भयो र नेपालमा ट्रेड युनियन महासंघहरू किरासरी छन्। किनभने अहिले श्रम विभागमा दर्ता भएका महासंघहरू 26वटा देखिन्छन् र त्यसमा 7वटा महासंघहरू मर्ज भइसकेका छन् र अरू महासंघहरू जतिवटा पार्टी जन्मिएका छन् त्यतिवटा ट्रेड युनियन महासंघहरू जन्मिएका छन्। यसमा अहिले काङ्ग्रेस, एमाले, माओवादीसित भएको ट्रेड युनियन महासंघ, जिफोन ट्रेड युनियन काङ्ग्रेस, एन्ड्रु भन्ने ट्रेड युनियन छन्। यिनीहरूले एउटा सिन्डिकेट हिसाबले पहिले काम गर्दै आए, जस कारणले हामीले के अवधारणा ल्याउँ त भन्दा विविधतामा एकता। श्रमिकहरू भनेको पार्टीको हुँदैन, श्रमजीवी भनेको सबै श्रमजीवी हो र देशका हुन् र हामीले एउटा स्वतन्त्र ट्रेड युनियन महासंघको अवधारणा राखौँ भनेर हामीले कुरा गर्दै जाँदाखेरि हामीले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र भन्ने हामीले गठन गऱ्यौँ। त्यसमा अहिले 10वटा ट्रेड युनियन महासंघहरू हामी ठाउँमा छौँ र 10वटा ट्रेड युनियन महासंघमा हामी पनि छौँ र हामी त्यस जेटिसीको संस्थापक हौँ र म 2017मा पनि त्यस संयुक्त ट्रेड युनियन महासंघको महासचिव भएँ, 22मा पनि भएँ र अब 26मा पनि मैले नै हुने पालो छ। र हामी के चाहन्छौँ भन्दाखेरि पार्टीको ट्रेड युनियन महासंघभन्दा स्वतन्त्र ट्रेड युनियन महासंघ रहनुपर्छ। किनकि स्वतन्त्र ट्रेड युनियन महासंघ हो भने श्रमिकका मुद्दा, श्रमिकका हकका कुरादेखि लिएर श्रमजीवी वर्गलाई स्वतन्त्र रूपले अगाडि बढाउन सकिन्छ। पार्टीको ट्रेड युनियन महासंघ भयो भने के हुँदो रहेछ त भन्दाखेरि हाम्रो लामो इतिहासले के बतायो भने हाम्रो देशमा यिनै 3टा पार्टीले सरकारको नेतृत्व गर्छ, काङ्ग्रेस, एमाले र माओवादी। अनि उनीहरूकै ट्रेड युनियन महासंघहरूले छन् र
सरकार जहिले पनि के हुन्छ भन्दा तानाशाह हुन्छ र सरकारले नै दिनुपर्ने कुरा हुन्छ, सरकारसितै लिनुपर्ने कुरा श्रमले हुन्छ। न्यूनतम वेतन सम्बन्धी कुरा, श्रम ऐनका कुरा, ट्रेड युनियन ऐनका कुरा, सामाजिक सुरक्षाका कुरा, बाल श्रमका कुरा, यी सबै सरकारसित लिनुपर्ने भएको हुनाले सरकार भनेको कठोर हुन्छ र त्यो सरकारसित लिनुपर्ने कुरा काङ्ग्रेस एमाले माओवादीको ट्रेड युनियन महासङ्घले लिन नसकेको परिस्थिति यहाँ जन्मिएको छ। किनभने यिनै तिनवटा पार्टी सरकारमा हुन्छन् र उनीहरूकै ट्रेड युनियन महासङ्घहरूले श्रमिकका मुद्दाहरू उठाइदियो भनेदेखि सरकारले बोलाएर उनीहरूको ट्रेड युनियन महासङ्घलाई भातृ सङ्गठन जस्तो बनाएर राखेको हुनाले ती कुराहरूलाई चाहिँ उनीहरूले रोकावट गर्छ र जस कारणले चाहिँ श्रमिकका मुद्दाहरू, श्रमजीवीहरू अत्यन्त पछाडि परेका छन्। त्यस कारणले स्वतन्त्र ट्रेड युनियन महासङ्घको अवधारणा लिएर 2074देखि मैले चाहिँ स्वतन्त्र ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड युनियन महासङ्घ नेपाल स्वतन्त्र भनेर अगाडि बढिरहेको थियौँ र अहिले चौथो महाधिवेशन हाम्रो महासङ्घको महाधिवेशन भनेको 4 वर्षमा हुन्छ र चौथो महाधिवेशनबाट हामीले अलिकति नामलाई परिवर्तन गर्यौँ। किनभने अहिले यो मैले 15 वर्ष अगाडिदेखि लिएर आएको विचार अहिलेका पार्टीहरूले र अन्य ट्रेड युनियन महासङ्घ, पार्टीका ट्रेड युनियन महासङ्घले पनि यो नाउँलाई चाहिँ के अरे भजाएर खान थाले। जस्तो चाहिँ के अरे यो ट्रेड युनियनमा अहिले चाहिँ अशोक राईको भएको पार्टीमा पनि समाजवादी ट्रेड युनियन महासङ्घ छ, अर्को अगाडि नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ भनेर बाबुरामको पार्टीले पनि गरेका छ र अहिले विप्लवले पनि चाहिँ के अरे यो नाउँलाई अलिकति तोडमोड गरेर यो समाजवाद भन्ने चाहिँ हजुरको 15 वर्षदेखि हजुर यसमा निरन्तर लागिरहनु भएको थियो। 15 वर्षदेखि निरन्तर गरे, अहिले पार्टीले मुद्दा बनाएर बोक्न थाल्यो। पार्टीले नै मुद्दा बनाएर बोकेको, अहिले आँखा खुले भनौँ न, पार्टीहरूको आँखा खुल्यो र त्यस कारणले मैले अहिले चाहिँ चौथो महाधिवेशनबाट चाहिँ अलिकति समाजवादी स्वतन्त्र ट्रेड युनियन महासङ्घ नेपाल भनेर हामीले नाम संशोधन गरेका छौँ र हामीले अब महासङ्घको नाम परिवर्तन गर्ने प्रक्रिया हुन्छ। त्यो प्रक्रियाले 2-3 महिना लाग्न सक्छ। त्यो प्रक्रिया सकेपछि हाम्रो महासङ्घको नाम चाहिँ समाजवादी स्वतन्त्र ट्रेड युनियन महासङ्घ नेपाल हुन्छ र हजुरले अघि भनेको कुरा के हो भन्नुहुन्छ भने श्रमजीवी भनेको नि श्रम गर्ने हो। श्रम गर्ने मान्छे पसिनामा मुक्त हुन्छ, हिलोमा लुटपटिएको हुन्छ, माटोलाई चिनेको हुन्छ, मिसिनमा खेलेको हुन्छ। त्यो कारणले चाहिँ के अरे हामी श्रमजीवीको नेतृत्व गर्ने मान्छेहरूले तल्लो वर्गलाई जबसम्म चाहिँ के अरे हामीले उठाउन सक्दैनौँ तबसम्म देशले निकास पाउँदैन। किनभने हजुरले लामो समयको अध्ययन गर्दै आउँदाखेरि जबसम्म श्रमिकको हित हुँदैन तबसम्म देश विकास हुँदैन। श्रमको सम्मान हुनुपर्छ भनेर लाग्नु भएछ। आजसम्म हेर्नुहोस्, अहिले चाहिँ के अरे हामीले हेर्ने हो भनेदेखि सालको 10 लाख मान्छे चाहिँ के अरे विदेशी रहेका छन्। के को कारणले भन्दा श्रम नपाएको कारणले। आज ती श्रमिकहरूले विदेशमा गएर श्रम नगरेको भए देश आज चाहिँ चल्न सक्ने स्थिति थियो। त्यही रेमिटेन्सले देश चलेको छ। तर हामी कहाँ चुकेका छौँ भन्नुहुन्छ भने हाम्रै देशमा ती 10 लाख श्रमिकहरूलाई चाहिँ उनीहरूको दक्षताका आधारले चाहिँ श्रम दिन सक्ने हो भने हाम्रो देश विश्वको 1 नम्बरको देश कायाप्लट हुन्छ। हामी के गर्छौँ त भन्दा विद्वान पढालेखा अलिकति विद्वान जति मान्छेलाई चाहिँ के अरे सबै चाहिँ के अरे 12 पास गर्ने बित्तिकै बाहिर पठाएका छौँ पढ्ने बहानामा। अलिकति तागत भएका बल भएका उमेरदारी मान्छेहरू श्रमका लागि चाहिँ विदेश पलायन गराएका छौँ र बुढाखाडा बसेर यी बुढाखाडा नेताहरूले यिनै बुढाखाडाका जनताहरूमाथि चाहिँ शोषण गरेर यिनीहरूको दिमाग भुटेर चाहिँ देश चलाएको अवस्था हो। र हाम्रो श्रमजीवी वर्ग नै जबसम्म चाहिँ के अरे स्थापित हुन सक्दैन, समाजवादमा चाहिँ के अरे जान सकिँदैन र स्वतन्त्र समाजवादलाई चाहिँ के अरे हामीले अगाडि बढाउन सकेनौँ भने देशले गति लिन सक्दैन र श्रमिकको हकित नभइकन देश कहिल्यै पनि अगाडि बढ्न सक्दैन। जसले काम गर्छ त्यसको सम्मान छैन भने, त्यसको स्वास्थ्यको चाहिँ के अरे देशले चाहिँ के अरे मूल्याङ्कन गर्दैन भने र श्रमलाई नै प्राथमिकता दिन सक्दैन सरकारले भने कुनै देश पनि बन्न सक्दैन। हाम्रो नेपालको अहिलेको गतिविधि भनेको श्रमलाई सम्मान गर्न नसक्नु, श्रमलाई दक्ष अनुसारले श्रमिकहरूलाई काम दिन नसक्नु नै हाम्रो चाहिँ के अरे देशको अभिशापको चाहिँ के अरे बाटो। जस्तो अब यहाँ बोलिरहनु भएको छ, जस्तो यहाँले सबै कुरा प्राय मोटामोटी दिइसक्नुभयो। जस्तो केही दिन अगाडि मात्रै हप्ता 15-20 दिन मे 1 हामीले मनायौँ विश्व श्रम दिवस मनाइसक्यौँ। तर नेपालमा हेर्ने हो भने श्रमिकहरूलाई मजदुर दिवस
के हो भन्ने कुरा पनि थाहा छैन क्या। जस्तै यहाँले भन्नुभयो पार्टीको श्रम जुन ट्रेड युनियनहरू छ त्यसबाट समस्या आइरहेको छ। हामीले कसो गरेर ठ्याक्कै भन्नुपर्दाखेरि श्रमिकको हित हुन्छ त? होइन, श्रमिकका हकित हुने कुरा नि जस्तो हजुरलाई मैले भने म करिब हुन त म 46 सालदेखि श्रमिकको नेता भएर अगाडि बढेँ र मैले महासङ्घ ठिक चाहिँ 15 वर्ष मात्रै भयो मैले महासङ्घ गरेको। त्योभन्दा अगाडि म चाहिँ रात्रबाबु ट्रेड युनियन महासङ्घको पनि चाहिँ वरिष्ठ उपाध्यक्ष थिएँ र मैले लगभग कुनै पनि कानुनहरू बनाउने कुरामा हामीहरूको त्यति नै योगदान छ जति चाहिँ के अरे श्रमिकका नेताहरू अगाडि बढेका छन्। र यो श्रम आन्दोलन भनेको तेस्रो पुस्ताको श्रम आन्दोलन हो। यसमा चाहिँ पहिलो पुस्तामा चाहिँ गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले चाहिँ के अरे नेपालको ट्रेड युनियन महासङ्घको जन्म गराउनु भयो विराटनगर जुट मिलबाट र 2003 साल पुस 21 गते चाहिँ के अरे जन्म भयो र त्यसलाई ट्यागमा परिणत भएर चाहिँ पछि पार्टीका हुँदै अब दुइटै चाहिँ के अरे मजदुरका नेता प्रधानमन्त्रीहरू हुनुभयो। तर पनि चाहिँ के अरे श्रमिकका मुद्दा र मजदुरका चाहिँ श्रमिक सम्बन्धी कानुनहरूमा चाहिँ उहाँहरूले त्यति राम्रोसँगले दक्षता देखाइदिनु भएन। किनभने त्यही मजदुरको नेता चाहिँ के अरे देशको प्रधानमन्त्री हुँदा पनि त्यसका समस्या समाधान गर्न सकेनन्। त्यसपछि पनि हामीले निरन्तर लडाइँ गऱ्यौँ र 10 वर्ष जनयुद्ध चाहिँ के अरे भयो। श्रमिक वर्गको उत्थान गर्छौँ भनेर प्रचण्डजी आउनुभयो, उहाँ पनि पटक प्रधानमन्त्री हुनुभयो। तर पनि श्रमिकका कानुनहरूमा तस्यस्त कानुनहरू भएनन् र कानुन भएका कानुनहरू पनि एउटा किताबमा मात्रै सीमित भएर त्यसलाई लागू गर्न सकिएन। र श्रमजीवीको वर्गको हैसियतले तपाईँले भनेको मे दिवस अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई हामी ट्रेड युनियन महासङ्घले सकेसम्म चाहिँ के अरे अगाडि बढाउने कोसिस गरेका छौँ। जम्मा 10वटा ट्रेड युनियन महासङ्घ 18 लाख मजदुरहरू हामीसित समेटिएका छन्। अब हामी देशमा एक घरमा एक श्रमिक छ, त्यहाँ 4 श्रमिक छन्। तर पनि तिनीहरूलाई हामी चाहिँ के अरे यथेष्टसँगले पुग्न सकेका छैनौँ। श्रमिकका मुद्दामा हामी कोसिस चाहिँ गरेका छौँ, तर यथेष्टसँगले श्रमिकको मुद्दालाई व्यवस्थित गरेर अगाडि जान नसकेको कारणले नै यो चाहिँ नि हजुरले भनेको श्रमिकहरू श्रम दिवसको बारेमा, श्रमिक दिवसको बारेमा, मे फर्स्टको बारेमा, 8 मार्चको बारेमा श्रमिकहरू अनभिज्ञ छन्। र अर्को कुरा के छ भन्नुहुन्छ भने हामीहरूको देशमा आर्थिक सङ्कटको अवस्थाले पनि एक दिन पनि चाहिँ के अरे श्रमिकहरूले काम छोड्यो भने उनीहरूले चाहिँ आफ्नो रोजीरोटी पनि अवस्था जाने के अरे नाजुक हुने भएकाले कति श्रमिकहरू थाहा पाएर पनि त्यस दिनलाई हाम्रो चाहिँ गौरवको दिन हो, त्यस दिन हाम्रो चाहिँ पर्व हो भनेर चाहिँ के अरे पनि कतिपय श्रमिक साथीहरूले त्यो काम छोड्न सहभागी हुन नसक्नु भएको पनि हुनसक्छ। तर हामीले कोसिस गरेका छौँ। हामी यसलाई चाहिँ के अरे नेपालका प्रत्येक घरमा चाहिँ श्रमिकको चाहिँ के अरे बारेमा अगाडि बढाउनका लागि स्वतन्त्र ट्रेड युनियन महासङ्घ, समाजवादी स्वतन्त्र ट्रेड युनियन महासङ्घ नेपाल अगाडि बढेको छ र हामीसित 20वटा राष्ट्रिय सङ्घ छन्। हामीले 20वटा सेक्टरबाट हामीसित अहिले 1,25,000 मजदुरको नेतृत्व चाहिँ के अरे मैले गरेको छु र हामीले तत्कालै यो चाहिँ के अरे मे फर्स्टको दिन पारेर हाम्रो चौथो महाधिवेशन पनि गऱ्यौँ र 17 गते र 18 गते हाम्रो महाधिवेशन छ। नयाँ नेतृत्व चाहिँ भएर आएको छ र अब यो नयाँ नेतृत्वलाई हामीले चाहिँ के अरे देशव्यापी रूपले वडामा चाहिँ के अरे हामीले पुर्याएर हामीले स्वतन्त्र श्रमिक र श्रमिकको मुद्दालाई चाहिँ के अरे हामी अगाडि बढाउने प्रयत्न गरेका छौँ। र हामी तत्काल फेरि हामीले यो 15औं वर्षको वार्षिक उत्सव हाम्रो 30 गते नै परेको हुँदाखेरि हामी पहिलो हामी चाहिँ के अरे नवनिर्वाचित पदाधिकारी केन्द्रीय सदस्यहरूलाई नेतृत्व विकासको लागि तालिम पनि दिन्छौँ, प्रशिक्षण पनि दिँदैछौँ। त्यसै दिन हाम्रो वार्षिक उत्सव भएको हुनाले हामी ठिक 1 बजे वार्षिक उत्सवमा परिणत हुन्छौँ। बिहान 8 बजेदेखि 12 बजेसम्म हाम्रो नेतृत्व प्रशिक्षण कार्यक्रम हुन्छ र हामीले साथीहरूलाई खाना खुवाएपछि हामी वार्षिक उत्सवमा परिणत भएर हाम्रा केही कार्यदिशाहरू त्यस दिन चाहिँ के अरे घोषणा गर्छौँ पत्रकार बन्धु। जस्तो यहाँको यो समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको 15औं वार्षिक उत्सवको यहाँलाई शुभकामना। यहाँहरूको पाइला निरन्तर रहोस्, नेपाली मजदुरहरूले न्याय पाउने कार्यमा यहाँहरूको पाइला अडिक रहोस्, शुभकामना पनि। र अन्त्यमा नेपाली जनता विशेष गरी श्रमजीवीहरूलाई के भन्नुहुन्छ? होइन,
नेपालको सबै हामी चाहिँ श्रमिक हौँ र श्रमजीवी वर्ग साथीहरूलाई स्वतन्त्र ट्रेड युनियन महासङ्घमा चाहिँ समाजवादी स्वतन्त्र ट्रेड युनियन महासङ्घमा आबद्ध हुनुहोस्। तपाईँहरूको कानुनी कुरा, हक हितका कुरा, संरक्षणका कुरा हामी स्वतन्त्र रूपले कुनै पार्टीको चाहिँ के अरे विचार सिद्धान्त र चाहिँ लक्ष्यलाई नराखिकन श्रमिकका मुद्दाका लागि बनेका कानुन र बन्ने कानुनमा हामी अत्यन्त प्रयत्नशील भएर अगाडि बढ्छौँ। यस ट्रेड युनियनको छाताभित्र आइदिनका लागि अनुरोध गर्दछु। यहाँलाई अमूल्य समय र अमूल्य कुराको लागि धेरै धेरै धन्यवाद। धन्यवाद पत्रकार।